प्रिय दर्शकबिन नमस्कार। स्मार्ट मनी माइन्डसेटको फेरि अघिल्लो एपिसोडमा हामी तपाईहरु सामु उपस्थित भएका छौं। हामीले विगतमा तपाईहरुलाई म्युचुअल फन्डको बारेमा केही क्याटेगोरीका कुराहरू गर्यौं। आज अर्को एउटा क्याटेगोरीको बारेमा हामी तपाईहरुसँग बात गर्ने छौं। त्यो भन्दा अघि म्युचुअल फन्ड बजार जुन चाहिँ मार्केट छ त्यो मार्केट रिस्कको आधारमै चल्छ। यसको उतार चढाव हुने गर्छ। त्यसकारणले गर्दा यो उतार चढावलाई ध्यानमा राखेर तपाईहरुले इन्भेस्टमेन्ट गर्नु होला। तर त्यसको लागि हामीले तपाईहरुलाई केही ज्ञानगुणका कुराहरू पनि दिइरहेका छौं। हाम्रो च्यानललाई तपाईहरु सब्स्क्राइब गरेर लाइक गरेर फेसबुकमा पनि हामी तपाईहरुसँग जोडिएका छौं। म्युचुअल फन्डको बारेमा विस्तृत जानकारी लिन सक्नुहुन्छ। र आज हामी तपाईहरुको सामु फेरि रमेश शर्मालाई लिएर आएका छौं। नमस्कार। र आज म्युचुअल फन्डको अर्को क्याटेगोरी इन्डेक्स फन्डको बारेमा हामी कुरा गर्छौं। र इन्डेक्स फन्डको बारेमा हामीले हाम्रो दर्शकहरूलाई बताउनु पर्यो भने कसरी बताउनु? इन्डेक्स फन्ड के हो? हामीले यो भन्दा अगाडिको एपिसोडहरुमा इक्विटी म्युचुअल फन्डको विषयमा बात गरेका छौं। त्यसमा हामीले एउटा फन्ड म्यानेजरको टपिक पनि कुरा गर्यौं हैन। फन्ड म्यानेजरले चाहिँ फन्डलाई म्यानेज गर्छ भनेर। अब यो इन्डेक्स फन्डमा चाहिँ फन्ड म्यानेजरको चाहिँ त्यत्रो ठुलो केही भूमिका हुँदैन। इन्डेक्स फन्ड चाहिँ थुप्रो इन्डेक्सहरु छ। जस्तो सेन्सेक्स भन्छौं नि हामी, इन्डियाको सबभन्दा ठुलो एउटा उयो हैन फन्ड, या त एउटा बजारको एउटा बेन्चमार्क भनौं, निफ्टी भन्छौं, यो सेन्सेक्स भन्छौं। सेन्सेक्सलाई आधार गरेर चाहिँ एउटा फन्ड बनाइन्छ। त्यो फन्डलाई चाहिँ भन्छ सेन्सेक्सको फन्ड, म्युचुअल फन्ड हैन। सबै एएमसी, एसबीआई, एचडीएफसी, आईसीआईसीआई जतिवटा पनि एसेट म्यानेजमेन्ट कम्पनी छ सबैले त्यो इन्डेक्स फन्ड चलाउँछ। र सबैको रिटर्न पनि मोटामोटी एकदमै माइनर उयो डिफरेन्स मात्रै हुन्छ, नत्र भने सबैको सिमिलर हुन्छ। किनभने उनीहरूले ट्र्याक गर्छ त्यो उयोलाई, इन्डेक्सलाई। इन्डेक्स भन्नाले तपाईको सेन्सेक्स भयो, निफ्टी भयो हैन, निफ्टी नेक्स्ट 50 भन्छौं, या त त्यसलाई जुनियर निफ्टी पनि भनिन्छ। त्यसरी नै स्मल क्याप भन्छौं। स्मल क्यापको इन्डेक्समा 250 वटा कम्पनी आउँछ। मिड क्यापको इन्डेक्समा तपाईको 150 वटा कम्पनी आउँछ। निफ्टी 50 मा तपाईको 50 वटा कम्पनी आउँछ। तपाईको सेन्सेक्समा 30 वटा कम्पनी आउँछ हैन। एउटा माइक्रो क्याप भन्ने छ, त्यसमा नि 250 वटा सानो सानो कम्पनी आउँछ। अब यो कम्पनी चाहिँ फन्ड म्यानेजरको अधीनमा उसले आफ्नो हिसाबले चेन्ज गर्न सक्दैन। इन्डेक्समा जुन कम्पनी छ, इन्डेक्समा भएको कम्पनीहरुलाई चाहिँ कसले म्यानेज गर्छ भन्दाखेरि चाहिँ एक्सचेन्जले। जस्तो एनएससी, नेशनल स्टक एक्सचेन्ज, या त बीएससी, बम्बे स्टक एक्सचेन्ज, यिनीहरुले त्यो कम्पनीहरुलाई, नराम्रो कम्पनीलाई त्यो इन्डेक्सबाट उनीहरुले निकाल्छ र राम्रो कम्पनीलाई त्यहाँनेरि एड गर्छ। 6 महिना या त टाइमली त्यसमा उयो हुन्छ, फेरबदल हुन्छ हैन, हेरफेर हुन्छ। त्यो चाहिँ एकदम एक्सचेन्जको अधीनमा छ। त्यसैकारण त्यसमा फन्ड म्यानेजरको त्यत्रो केही भूमिका छैन। त्यसैकारण यो फन्डहरुलाई चाहिँ प्यासिभ फन्ड भनिन्छ। यो एक्टिभली म्यानेज, मतलब मलाई यो कम्पनी मन पर्यो, यो म बेच्छु, किन्छु, यो मन परेन, यो बेच्छु भनेर फन्ड म्यानेजरले आफ्नो हिसाबले चलाउन सक्दैन। र यो फन्डहरुको एउटा बेनिफिट चाहिँ के हो भने यसमा जुन एक्सपेन्स रेशियो भनिन्छ नि, जुन एउटा एसेट म्यानेजमेन्ट कम्पनीलाई जुन कमिसनको रूपमा एउटा म्युचुअल फन्ड कम्पनीलाई, एसेट म्यानेजमेन्ट म्युचुअल फन्डको कम्पनी, म्युचुअल फन्ड रन गर्ने एउटा कम्पनीलाई जुन जान्छ कमिसन एकदमै कम्ती हुन्छ। एउटा एक्टिभ फन्डमा 1% को उयो हुन्छ भने यसमा तपाईको 0.25 0.35% को मात्रै त्यो एक्सपेन्स रेशियो हुन्छ। अन्त हामीले एकदम यसलाई सेफेस्ट पनि भन्छौं। अरु इन्डेक्स फन्डलाई चाहिँ अरु फन्डहरु भन्दा। अब हुन त इक्विटी मार्केट त अघि हामीले भनिहाल्यौं हैन, बजारसँग लिङ्क छ र बजारकै हिसाबले उतार चढाव हुन्छ। तर पनि एक्टिभली म्यानेज फन्ड भन्दाखेरि पनि अझै सेफर फन्ड चाहिँ यो इन्डेक्स फन्ड हुन्छ। अन्त अब यसमा नि क्याटेगोरी छ। लार्ज क्यापमा मैले भने सेन्सेक्स 30 वटा कम्पनीको एउटा इन्डेक्स बनाएको छ, त्यो सेन्सेक्सको इन्डेक्स फन्ड भयो। एउटा 50 वटा कम्पनीको निफ्टीको बनाएको छ लार्ज क्याप कम्पनी, त्यसलाई भन्छ निफ्टी 50 इन्डेक्स हैन। त्योदेखि अलिकति तल्लो स्तरको 50 वटा कम्पनीको बनाएको छ, त्यसलाई भन्छ निफ्टी नेक्स्ट 50 इन्डेक्स हैन। त्योदेखि तल्लो मिड क्यापको जुन इन्डेक्स छ त्यसमा 150 वटा कम्पनी छ, त्यो एउटा मिड क्याप इन्डेक्स भयो। त्यहाँदेखि तल तपाईको स्मल क्याप इन्डेक्स छ। स्मल क्यापमा 250 वटा कम्पनी छ, स्मल क्याप 250। त्योदेखि तल्लो तपाईको माइक्रो क्याप भनिन्छ। माइक्रो क्याप
को इन्डेक्स छ, त्यसमा 250वटा कम्पनीको इन्डेक्स भयो। त्योदेखि बाहेक पनि सेक्टोरल इन्डेक्स जस्तो डिफेन्सको इन्डेक्स, डिफेन्सको कतिवटा कम्पनीलाई लगाएर एउटा इन्डेक्स तयार गरिएको छ होइन। आइटीको इन्डेक्स भयो, ब्याङ्किङको इन्डेक्स भयो, थुप्रो यस्तो इन्डेक्सहरू छ। तर त्यो इन्डेक्समा चाहिँ कुनै पनि फन्ड म्यानेजरको त्यत्रो केही भूमिका हुँदैन। उसले त्यसलाई खालि ट्र्याक गर्नुपर्छ, जस्तो पाराले इन्डेक्स चल्दैछ त्यसै पाराले नै इन्भेस्टमेन्ट गर्नुपर्छ। अन्त त्यो चाहिँ अब सबैभन्दा सेफर भनिन्छ, इक्विटी फन्डहरू भनेमा सबैभन्दा सेफ यस्तो हुन्छ नि, तपाईँको इन्डियाको इकोनोमी ग्रोथ भइरहेको छ, बिस्तारै उतार चढाउ हुँदै ग्रोथ हुँदैछ होइन। सेन्सेक्सको ग्रोथ पनि त्यही इन्डियाको इकोनोमीलाई नै दर्शाउँछ। ओके, या त निफ्टी 50को जुन ग्रोथ छ इन्डियाको ओभरअल इकोनोमीलाई दर्शाउँछ होइन। त्यही भएर हुनसक्छ भोलाटिलिटी हुन्छ, उतार चढाउ माथि तल हुन्छ। जस्तो एउटा कुनै कम्पनी किन्यौँ हामीले, त्यो कम्पनी त सेयर्स किन्यौँ भने त्यो कम्पनी हुनसक्छ डुबेर जाला, भोलिको दिनमा उठ्नु नसक्ला। तर इन्डेक्स फन्डको एउटा बेनिफिट चाहिँ के हो भने यसमा हामीले इन्भेस्टमेन्ट गर्दाखेरि चाहिँ मार्केट घट्दाखेरि पनि इन्भेस्टमेन्ट गर्न सक्छौँ। किनभने इन्डेक्स हो नि त, इन्डियाको ओभरअल इकोनोमी दर्शाउँदैछ भनेपछि भोलिको दिनमा बढ्छ। र घट्दाखेरि हामीले कहाँनिर इन्भेस्टमेन्ट गर्नु, सेयर बजार घट्छ या त म्युचुअल फन्डको एनएबी घट्छ, त्यति बेला कहाँ इन्भेस्ट गर्नु भन्दाखेरि चाहिँ हामीले इन्डेक्स फन्डमा इन्भेस्टमेन्ट गर्नुपर्छ। त्यो चाहिँ सेफ पनि हुन्छ र बिस्तारै रिटर्न पनि आफ्नो आफ्नो इन्डेक्सको आफ्नो आफ्नो हिसाबको रिटर्न छ। तर रिटर्नको हिसाबले ट्र्याकमा हेऱ्यो भने है पुरानो रेकर्ड कस्तो छ, जस्तो सेन्सेक्सको भयो, निफ्टी 50को भयो। हेर्नु, निफ्टी 50 सेन्सेक्सको लगभग 12% छ होइन। तपाईँको मिड क्यापको जुन प्योर अब 150वटा मिड क्यापको 15% अलिकति रिस्क छ, 15% 16%को यो छ। त्यसैमा स्मल क्यापको तपाईँको 18-20%को रिटर्न छ इन्डेक्सको बेसिसमा। यो इन्भेस्ट गर्ने मान्छेले कति वर्षसम्मको, जस्तो अब स्मल क्यापमा हो भने कति वर्ष, कमसेकम कति वर्षको एउटा टार्गेट राख्नुपर्ने? इक्विटी म्युचुअल फन्डमा जो पनि आउनुहुन्छ नि, उहाँहरू चाहिँ आउँदाखेरि एउटा कुरो एकदम क्लियर हुनुपर्छ कि मिनिमम 5 देखि 7 वर्ष त्यति हातमा राखेर नै इन्भेस्टमेन्ट गर्नुपर्छ होइन। आफ्नो एउटा रिस्कलाई हेरेर यति पैसा चाहिँ म यसमा आरामले लगाउन सक्छु, 10 वर्ष पर्खिन सक्छु। आज हेर्नुहोस् न, हामी एलआइसीमा पैसा लगाउँछौँ, म 5 वर्ष पछाडि मेरो आफ्नो पैसा विथड्र गर्छु भन्दाखेरि पनि एलआइसीले सबै पैसा दिँदैन, सरेन्डर भ्याल्यु मात्रै दिन्छ उसले, अरू पैसा अब त्यो उयो डिसमिस भयो। त्यसै कारण हामीले म्युचुअल फन्डमा पनि इन्भेस्टमेन्ट गर्दाखेरि यसमा त अझै रिटर्न राम्रो छ होइन। त्यो रिटर्नलाई ध्यानमा राखेर हामीले इन्डेक्स फन्डमा एकदम एक्सपेन्स कम्ती छ। फेरि यो त सरेन्डर होइन नि त, यो सरेन्डर होइन, यो जहिले पनि आफ्नो होइन, फ्लेक्सिबल छ, जहिले पनि विथड्र गर्न सकिन्छ। अर्को कोही एउटा फन्ड म्यानेजरमा निर्भर हुनु परेन। हुनसक्छ नि त कतिवटा फन्ड म्यानेजर बायस्ड हुनसक्छ होइन, धेरै किसिमको साइकोलोजिकल बायस्डहरू हुन्छ कि मलाई यो कम्पनी मन परेको छ त म त्यही कम्पनी किन्छु। तर यसमा चाहिँ त्यो बायस्डनेस पनि हुँदैन हो, कि फन्ड म्यानेजरले राम्रो चलाउँदैन कि फन्ड भन्ने पनि छैन। सबै जतिवटा एएमसी छ सबैकोमै यो प्राय इन्डेक्स फन्डहरू हुन्छ। र हामीले विशेष सेक्टोरल फन्डमा चाहिँ अलिकति त्यो रोटेसनहरू हुन्छ होइन, अर्कै पाराले चल्छ। तर जुन यो मेन इन्डेक्सको फन्ड छ, यो इन्डेक्स फन्डहरूमा चाहिँ हामीले एकदम निश्चिन्त भएर 10-12-15 वर्ष कोही व्यक्ति जसले इन्डेक्स फन्डमै म अब हाम्रो भिडियो हेरिसकेर इन्डेक्स फन्डमै म जम्मा गर्छु भन्यो भनेदेखि चाहिँ कुन क्याटेगोरीमा कति पर्सेन्टेजको हिसाबले गर्नुपर्ने पर्सेन्टेज? त्यो मान्छेको नि आफ्नो आफ्नो पर्सनल रिस्क प्रोफाइलिङमाथि डिपेन्ड गर्छ। तर पनि एउटा इन जेनरल भन्नु हो भने एजको हिसाबले अब एउटा 50 वर्षको मान्छेले म सजेस्ट गर्दिनँ स्मल क्यापमा, या त गर्दाखेरि पनि 10% मात्रै होइन, मिड क्यापमा 20%, अरू लार्ज क्यापमा। तर त्यही जग्गामा 30 एजको एउटा युथ 30 एजको युथ छ भने उसले 40% स्मल क्यापमा गर्दाखेरि हुन्छ, 30% मिड क्याप र 30% लार्ज क्याप। प्योर इक्विटीको भनेको बाँकी त तपाईँको हेर्नुहोस् फाइनेन्सलाई म्यानेज गर्दाखेरि धेरै अरू कुराहरू, अरू फ्याक्टरहरू पनि याद गर्नुपर्छ, कहाँ इन्भेस्ट गर्नु, कति इन्भेस्ट गर्नु, गोल बेस्ड इन्भेस्टिङहरू हुन्छ होइन। तर यदि म यति पैसा चाहिँ म इन्डेक्स फन्डमा मात्रै इन्भेस्ट गर्छु भन्दाखेरि त्यसको क्याटेगोराइजेसन चाहिँ मैले गरेको एउटा 30 को एजको र 50 को एजकोले कति गर्नुपर्ने। ठिक छ, इन्डेक्स फन्डमा अरू केही हामीले हाम्रो दर्शकहरूलाई भन्नुपर्ने केही कुरा छ? इन्डेक्स फन्डमा त्यही हो, अब हामीले कुन चाहिँ इन्डेक्समा गर्दाखेरि चाहिँ राम्रो हुन्छ होइन, र आफ्नो गोलको हिसाबले, आफ्नो टाइम होराइजनको हिसाबले सोचेर एउटा
आफ्नो कोही वित्तीय सल्लाहकार हुनसक्छ या त कोही जानकार मान्छे हुनसक्छ। हामी दर्शकहरूलाई त्यही भनौँ न त है, हजुर। यदि तपाईँहरूको साथमै कोही म्युचुअल फन्डसँग सम्बन्धित कसैले तपाईँलाई राम्रो जानकारी दिनु सक्ने खालको छ भने तपाईँ जानकारी लिनु सक्नुहुन्छ। होइन भने स्मार्ट मनी माइन्डसेट तपाईँहरूको साथमा छ है, हामी तपाईँहरूको साथमा छौँ। फेरि अघिल्लो भिडियोमा तपाईँहरूको सामु हामी आउने नै छौँ। तबसम्मलाई बिदा दिनुहोस्। नमस्कार। नमस्कार।